र हामी चाहिँ फिलहाल चाहिँ लन्च गर्नु गएको आज मेरो बर्थडे हो है गर्ल्स थ्याङ्क यू एज यु गाइस नो द्याट मेरो बर्थडे थियो है सो हामी चाहिँ यति बेला चाहिँ लन्च गर्नु जाँदै थियौँ हो म दिदी स्यारोन रिया र आशिष दादा सो हामी फर्स्ट जाँदै थियौँ हो अरूहरू पनि दादाहरू पनि जानुहुन्छ अहिले एकछिनमा जानुहुन्छ सो हामी चाहिँ यहाँ जाँदै थियौँ र यो साडी जुन मैले लगाएको छु यो चाहिँ मेरो प्यारो दुईजना बहिनीले दिएको स्यारोन र रियाले प्री गिफ्ट दिएको थियो सो मैले त्यो दिन चाहिँ लगाएर जानुपर्ने थियो है बर्थडेको दिन चाहिँ सो हामी यहाँनिर छेउला हो कि छेउला हो त्यो प्रोनाउन्सिएसनै गर्नु हुँदैन मलाई हो त्यहाँनिर गएको थियौँ हामी लन्च गर्नु यहाँ चाहिँ एकदमै राम्रो थालीहरू पाउँछ जस्तै तपाईँको नन भेजहरूमा एकदमै भेराइटी छ हो भेजमा पनि जस्तै चिज बलहरू भयो तपाईँको फ्रेन्च फ्राइजहरू भयो थालीहरू भयो अन्त तपाईँको के भन्दाखेरि चाहिँ दादाले चिकन थाली सायद त्यो खानुहुँदै थियो दिदीले के त्यो खानुभएको थियो मटन थाली खानुभएको थियो र हामीले चाहिँ चिज बल र फ्रेन्च फ्राइज खाएको थियो होइन रिया र स्यारोनले खाने थियो स्यारोनले पनि नन भेजै मगाएको थियो सो म र रिया चाहिँ भेज हो हामीले चाहिँ भेज खायौँ मैले थुक्पा खाएँ भेज थुक्पा र रियाले उयो खायो के भन्छ नुडल्स खायो भेज नुडल्स हो र यो चाहिँ फेरि इभिनिङको र मेरो केक कटिङ हुँदैछ यहाँनिर चाहिँ अफिसको सबैजना त हुनुहुन्थेन वीरेन्द्र दादा र विक्रम थिएन र अरू हुनुहुन्थ्यो सो हामीले केक कटिङहरू गऱ्यौँ होइन र अब हेर्नुहोस् न यति बेसी अब माया पाउँदा होइन कसलाई खुसी लाग्दैन र है तपाईँहरूले पनि कतिजनाले मलाई यसरी विस गर्नुभयो बर्थडेको दिन म एकदमै खुसी लाग्यो मलाई चाहिँ होइन सबैजनालाई धेरै धेरै धन्यवाद यसरी सबैलाई केकहरू खुवाएँ होइन खुवाइसकेँ र यसरी नै हामी चाहिँ घर आइपुगेँ होइन घर आइपुगेर अब सबैजना यहाँनिर पनि रेडी गर्दै रहेछ अङ्कल आन्टीहरूले वासिनीहरूले हो सो आन्टीले पकाउनु हुँदै थियो पकौडा हो त्यहाँदेखि वासिनीले बनाउँदै थियो पुच्का है पुच्काको झोल बनाउँदै थियो र यसरी नै यहाँ बनिएको रहेछ बिरयानी भेज बिरयानी हो सो म चाहिँ देखेर एकदमै खुसी लागेर डान्स गर्दैछु हो यसरी नै चिप्सहरू थियो अन्त मफिन्सहरू थियो केक थियो ह्याप्पी बर्थडे मन्नु लेखेको सो यहाँनिर यसलाई पर्खिरहेको थियौँ हामी चाहिँ मेरो बहिनीलाई सुरक्षालाई यो पनि आइपुग्यो अन्त हामी अब केक काट्नु आँटेको छौँ हो सो केक काट्नुको लागि म बस्दैछु सबैजना एक्साइटेड सबैजना खुसी सब अन्त म यतिकै केक काट्नु स्टार्ट गर्दैछु चाहिँ हो Happy birthday to you Happy birthday to you Happy birthday dear Manisha Happy birthday to you May God bless you Happy birthday dear Manisha Happy birthday to you मेरो अम्मा खाली बोके बस्नु पर्छ यसरी फेरि मनाउनु पाऊँ के गिफ्टमा दिइहाल्यो खेल्नु आओ मम्मी यो तिमीहरूले पछि हामी बुढाबुढी हुँदाखेरि पनि यो डिलिट नगर्छ यसरी अविनाश आओ नमस्कार आओ 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 मसिँदैन Happy birthday to you. Mày gặp ý ảnh đó.
यसरी नै मैले घरमा पनि केक काटिसकेँ हो। सो अब के भन्नु है, यति साह्रो भाग्य पनि ठान्छु आफूलाई कि घरदेखि टाढो भएर पनि मलाई घरको कमी फिल गर्नु दिनु हुँदैन होइन। यहाँ अङ्कल आन्टीहरूले सबैजनाले बासिनी सुवासिनी ऐतोस भयो सबैजनाले मलाई अब आफ्नो फ्यामिली जस्तो सोच्नुहुन्छ है। त्यसको लागि म आफूलाई धेरै भाग्यमानी ठान्छु र धेरै धेरै धन्यवाद भन्न चाहन्छु सबैलाई हो। र यहाँ आएको छ गिफ्टको क्रममै, गिफ्ट मलाई सानो बहिनी सुवासिनीले दिएको यो चाहिँ एकदमै राम्रो एउटा माथिको हुन्छ नि त्यो स्वेटर टाइपको दिएको छ, एकदमै तातो खालको एकदमै दामी। र यो चाहिँ हो अङ्कलले दिनुभएको र यो पनि जाडोमै लाउने खालको छ, माथि र तलकै छ, सेटै छ भनौँ न, विन्टर सेट है। एकदमै दामी थियो यो पनि तातो। अन्त त्यहाँदेखि अङ्कलले दिनुभएको उयो चाहिँ हो एकदमै मन पर्यो मलाई चाहिँ। र यसरी ऐतुसले झोला हेर्नुहोस् न है, ऐतुसले दिएको यो चाहिँ मलाई र ऐतुसले दिएको छ मलाई के होला गेस गर्नुहोस्। यो चाहिँ जुत्ता है, र जुत्ता एकदमै राम्रो थियो वाइट कलरको। सो मलाई चाहिँ एकदमै मन पर्यो, मलाई जुत्ता चाहिए पनि रहेको थियो विशेष गरी त। र अर्को पनि थियो, त्यो चाहिँ थियो अब त्यही हो जाडोमा लाउने सुरुवाल। अन्त तातो तातो एकदमै तातो तातो लुगाहरू पाएँ मैले चाहिँ योपालि है बर्थडेमा। र यो चाहिँ थियो सुरुवाल जुन चाहिँ फर थियो भित्र चाहिँ एकदमै राम्रो थियो। अन्त अब बासिनीले है ठुलो बहिनीले दिँदैछ के छ भन्दाखेरि यसमा चाहिँ छ तपाईँको हेयर टावल रहेछ जसले चाहिँ अब छिटो केस सुक्छ है, एकदमै चाहिने कुरा हो यो पनि। र उसले मलाई यो दिएको छ। अन्त चाहिँ त्यसमा अर्को गिफ्ट पनि रहेछ हो, मैले दिएकै थिइनँ। र त्यो चाहिँ थियो मस्कारा है, स्विस ब्युटीको मस्कारा दिएको थियो, एकदमै राम्रो यो पनि। अन्त एकदमै खुसी लाग्यो मलाई है सबै देखेर। र अहिले चाहिँ मैले भोइस ओभर गर्दैछु होइन, एकदमै ज्यादा सर्दी लागिरहेको छ मलाई चाहिँ हो, कस्तो भयो के भयो मलाई माफ गरिदिनुहोस्। अब कस्तो सुन्यो के सुन्यो, र यसरी नै म खुसी हुँदैछु। अरूभन्दा पनि योपालि विन्टरमा चाहिँ